आन्टी के गर्दै हुनुहुन्छ? के गर्नु नानी, कसैको यसो सामान मिलाइरहेको। हजुरसँग एउटा सानो कुरा सोधौँ भनेर आएको। बरु आउनु न, एकछिन बसेरै कुरा गरौँ। हुन्छ नानी, के कुरो त्यस्तो? म आएँ। के कुरो हो नानी, भन न। आज बाबा आउनु भएको छैन यतातिर? तिम्रो बाबा यहाँ किन आउने? हिजो अस्ति यहीँ आइरहनुहुन्थ्यो, त्यही भएर सोध्या नि आन्टी। नरिसाउनु न। रिसाउनु परेन त, सधैँ यहीँ आउँछ भन्छौ। हिजो अस्ति त चिया खान पो आएको। आन्टी नढाँटी भन्नु त। मेरो बुवा यहाँ सधैँ किन आउनुहुन्छ? बिहानदेखि बेलुकासम्म यहीँ बस्नुहुन्छ। बिहानदेखि बेलुकासम्म रे? तिम्रो बाबा यहाँ आउनुहुन्छ, चिया खानुहुन्छ, जानुहुन्छ। कता जानुहुन्छ मलाई के थाहा? थाहा छ आन्टी, थाहा छ। हजुरलाई सबै कुरा थाहा छ। म यहाँ बेला बेलामा आउँदै हेर्दै जाँदै गर्छु। आउँदै हेर्दै जाँदै गर्छौ रे? अनि के देख्यौ त तिम्रो बाबा र मेरो विषयमा? नचाहिने कुरा नगर है नानी। ठिक छ आन्टी, हजुरको कुरा मैले माने, तर मैले जे सोचेको छु त्यो चाहिँ नहोस् न। के सोच्यौ नानी तिमीले? तिम्रो बाबा र मेरो त दाजुबहिनीको सम्बन्ध छ। नचाहिने कुरा नगर है। ए हो र अङ्कल? अनि पवित्रा दिदीलाई किन दिनुभएको रहेछ त जिम्दानी आमाले त्यत्रो पैसा? किन हुनु नि, हेर न, त्यो कर्णेलाई तिम्रो बाबाले पैसा दिएका रहेछन्। त्यो घरबारी बन्दकी राखेर अब पैसा चाहियो भनेर मसँग कराको कराई गर्यो। मैले 50,000 दिएँ। पछि त्यो पवित्राले नै आएर जिम्दानी आमासित 50,000 चाहियो कि चाहियो भनेर त्यो काजीलाई तिर्नु पर्यो भनेर लिएर गइछ। त्यहाँदेखि बेपत्ता। होइन, के भन्नुभएको अङ्कल? मेरो बाबाले कर्णे दाईको जग्गा बन्दक लिनुभएको रे? मलाई त यो विषयमा केही कुरा थाहा छैन। ए, तिमीलाई केही पनि भनेको छैनन् बाबाले? ल ठिक छ, बरु एउटा कुरा सुन त। त्यो फुलमाया र तिम्रो बाबाको विषयमा यसो राम्रोसँग बुझ्ने गर। अनि अर्को कुरा, त्यो कर्णेको र पवित्राको विषयमा नि सोध है बाबालाई। हुन्छ अङ्कल, म सोधौँला नि बाबालाई। तर यस्तो विषयमा बाबाले मलाई केही कुरा भन्नुहुन्न। सोध्ने मात्रै होइन, सोध पनि अनि राम्रोसित बुझ पनि कुरा के हो। फेरि अङ्कलले गलत भन्यो भनेर नभन्ठान नि, कुरो बुझ्यौ नि? ए हुन्छ अङ्कल, मैले बुझेँ राम्रोसँग। ढोका पो तालचा पो लाएर मरेछ। कहाँ मरी छ यो आज पनि? त्यो काजीको त्यति पैसा मात्र तिर्दिए भने त हुन्थ्यो नि। त्यो मलाई कति टेन्सन दियो कि यसले। अब यत्तिकै जाउँ भने काजीले मारिहाल्छन्। अब यसलाई कहाँ खोज्न जाने होला त? होइन है टिक्कुली दिदी, तपाईँ घर नबसेर किन गाउँ गाउँ दौडिराख्नु भएको? के काम छ तपाईँको गाउँ डुल्नुपर्ने? भन्नु त मलाई। मैले अस्ति मैयासँग भनेको थिएँ नि, मैले बाबालाई भनेर शान्तिलाई पैसा मागिदिएको थिएँ। अब त्यही पैसा बाबा कराइरहनु भनेर पैसा लिँदा भनेर आएको। ऊ ढोका ताल्चा मारेर कहाँ मरिछि। ए, भेट्नु भएन? अब कहिले भेट्नु होला र कहिले उसले पैसा देला र बाबाले गाली गर्न छोड्नु होला। हजुरलाई पनि साह्रै दुःख भयो। र हिँड्नु जाउँ घरतिर। फुलमाया, एक ग्लास रक्सी ल्याउ न। कस्तो मोडै आएको भने आज। ए जिमदार साहब, के भन्नुभएको आज? अहिलेसम्म रक्सी खाएको देखेको थिएन मैले त। होइन, तिमीलाई निधि खोजी किन चाहियो? तिम्रो काम देख्ने हो। ल्याउ भने खुद ल्याउ न।
यो तर के आएको अझै खाएर जानु साथी घरको एकीलाई रोहीले त खानु पर्यो राइस बस बस घरमा आज मजाले रोही खानुपर्छ है के भएछ के नै बसेन भएन साउनी यो राजकुमारलाई पनि एक लान्थ्यो त के भएछ आज जिन्दा सानलाई कस्तो कुरा गएको भने गाउनुको छोराले चन्न बोकेर बाटामा लड्दा हुन्छ तँ नै हामीले खाँदा के हुन्छ खा खा खाइदिउँ त जाने कस्तो मुख भयो कि शीतल ल्याउन शीतल लिनुहोस् सीता खानुहोस् राम्रो छ राजकुमार लड्दै चाहिँ नजानुहोस् है धेरै लागिसक्यो कहाँ लड्छ यति लड्छ लड्दैन होइन जिमिनदार साहब पनि राजकुमार पनि घरमा जानु रक्सी धेरै लागिसक्यो रात पनि पर्यो कस्तो कुरा गरेको साउजी पैसा तिरेर खानु नि लाग्यो धेरै भयो भन्छन् हामीले कस्तो टेन्सन परेको खानु राजकुमार मलाई घरसँग पुऱ्याइदियो है त कति सानो ठुलो हो धेरै नआएन भनेको मान्दैन होइन के भएछ बुढालाई यत्रो ठुलो गर्दै आएको कहिले त्यसरी नबोल्ने मान्छे के भएछ राजकुमार के भयो उहाँलाई किन भन्ने पैसा किन
पैसा लगेर उनकै नाचलाई खै ल हुन्छ जिम्दारीलाई किन पिट्नु भयो जिमदार साहब नपिट्नुहोस् ल होइन बुढो त बिहानै उठेर गएछन् यति चाँडै किन गएका होलान् चिया पनि खाए कि खाएनन् मसँग बोल्दा नि बोल्दैनन् भएन अब फोन गर्नु पर्यो एकचोटि हेलो हजुर कहाँ हुनुहुन्छ म जहाँ भए पनि तँलाई किन यहाँ मैले चिया पकाइसकेँ हजुर खाना आउने होइन बिहानै उठेर कहाँ जानुभएको हजुर खाँदिन तेरो चिया तँ खा मैले मात्रै खाने भए हजुरलाई चाहिँ किन चिया पकाएर राख्थेँ र हजुर आउनु न यहाँ खाँदिन भने खाँदिन भनेपछि सुन्दिनस् त कस्तो कुरा गर्नुहुन्छ हो बिहानदेखिको चिया पकाएर राखेको छु त्यही पनि आउँदिन भन्नुहुन्छ भने होइन हजुर किन रिसाउनु भएको त्यसरी मैले पवित्रलाई त्यति पैसा दिँदैमा हजुर त्यसरी रिसाउनु पर्छ ल आउनु छिटो चिया खान तैँले त्यो पवित्रलाई पैसा दिएर मलाई कम्ती गाह्रो भयो र यसरी रिसाउनु मिल्छ र त्यति सानो कुरामा नि के नै गल्ती नै गरे जस्तो पो गर्नुभयो त अब यति कुरालाई पनि यत्रो ठुलो चाहिँ किन बनाउनुहुन्छ भइहाल्यो नि त मैले सरी भने अब आउनु नि त चिया खान जिन्दानी आमा के भयो हजुरलाई आँखाभरि आँसु देख्छु त छैन त्यस्तो केही भएको छैन हेर न जिमदार बा कहाँ गएका हुन् घरमा चिया खान नै आएन त्यही भएर खोज्न हिँडेको होइन बुढाबुढीको झगडा पर्यो कि क्या हो रुँदै हिँड्नु भएको छ त झगडै भनेर त्यस्तो झगडा त केही होइन मैले पवित्रलाई 50,000 दिएको थिएँ त्यो पैसा लिए भनेर मागेका थिएँ त्यहाँदेखि न घरमा भात खान आउँछन् न चिया खान आउँछन् त्यही भएर खोज्न हिँडेको पवित्रलाई पैसा दिए अरे अनि किन दिनु बानी पवित्रलाई पैसा यदि दिनु नै थियो भने बुढासँग सल्लाह गरेर दिनु पर्दैन अनि रिसाइहाल्छ नि अब किन दिने नि तिम्रो बाबाले घरै बन्दगी लिएर 50,000 दिएका रहेछन् त्यही पैसा तिर्नलाई मसँग मागेकी थिए दिएको कहाँ हरे मेरो बाबाले 50,000 दिएको रे अघि मलाई जिमदार बाले पनि त्यही भन्दै हुनुहुन्थ्यो हो र
ए तिमीले जिमदारबालाई भेटेथ्यौ कता जानुभयो खै त्यहाँ माथिसम्म त हामी सँगै आएको त्यसपछि कता जानुभयो घरमै जानुभएको होला नि घरमै भएको भए मैले किन खोज्थेँ र बरु भेटेँ भने मैले खोजेछ भन्थ्यौ है ए हुन्छ हस् म भन्नुला नि त भेटेपछि अहिले चाहिँ म जान्छु ल ल जाऊ म पनि जान्छु होइन टिकुली कपाल त भातङ बुतुङ छ नि के भयो केही भएको छैन त किन मेरो लागि टाउको दुखाउँछस् हँ एउटै घरमा बसेपछि टाउको दुखाउनु परेन त साँच्ची के भयो भन त के हुनु नि पैसा लिनु गएको शान्तिले भुत्लाएर पठाइनि ए पैसा लिनु भनेर गएकै भुत्लाएर पो पठाएछ मलाई भुत्ल्याउँदाखेरि त तँलाई खुसी लाग्दो रहेछ होइन खुसी भएको होइन मलाई नि जाउँ भने म पनि जान्थेँ त्यसले भुत्लाउन सक्थे त्यही भएर हाँस्यो तँलाई काजीको पुछर लाग्दा लाग्दा फुर्सद छैन अनि के जान्थिस् र जाउँ भन्नु नि ल ल कपाल सपाल मिलाऊ काजीले देख्यो भने मार्ला म मास्तिर गएर आउँछु नमस्कार ए तपाईँलाई त फेरि पनि भेट्यो कहाँ गएर आउनुभएको कहाँ जानु तिनै काजीलाई भेटौँ भनेर गएको काजी चाहिँ आफै घर आउनु रहेछ होइन काजीको घरमा चाहिँ किन जानुभएको नि अस्ति पनि काजीको घर खोज्दै हुनुहुन्थ्यो आज पनि फेरि काजीको घरमा पुगेर आइ भन्नुहुन्छ होइन के काम थियो काजीसित त्यस्तो त केही होइन हजुर यसो काजीलाई भेटेर केही कुरा बुझौँ भनेको भेट्यो भयो होइन काजीको विषयमा के बुझ्नु पर्यो मलाई भन्नुहोस् न म सबै कुरा भनिदिइहाल्छु नि हजुरलाई सोधेर के हुन्थ्यो र हजुर सम्बन्धित मान्छेलाई सोध्न पाए पो कुरा स्पष्ट हुन्थ्यो त त्यो त हो तैपनि मैले तपाईँलाई सम्झाइरहेको छु बारम्बार त्यो काजीबाट अलिक टाढै बस्नु होला नत्र पनि भोलि तपाईँले पनि दुःख पाउन सक्नुहुन्छ यो गाउँमा कतिले यसरी दुःख पाइरहेका छन् होइन किन हजुरले काजीको बारेमा यति धेरै नकारात्मक कुरा गर्नुहुन्छ आखिर हजुरको र काजीको के दुश्मनी छ हजुर त्यस्तो दुश्मनी त त्यस्तो केही पनि छैन त्यही पनि उसको विषयमा राम्रो कुरालाई पो मैले राम्रो छ भनेर हजुरलाई बुझाउन राम्रो हुन्छ अब नराम्रो मान्छेको त नराम्रै कुरा सुनाउनु पर्यो हजुरलाई भोलि आफैले थाहा पाउनुहुन्छ उसको कानी बानी यो गाउँमा ऊ कस्तो खालको मान्छे हो के गर्छ उसले उसको घर परिवार कस्तो हो उसको बुढी कस्तो हो खोइ हजुर मैले त हजुरको कुरा बुझ्नै छ के हो त्यस्तो हुनु पर्दैन हजुर त्यो कस्तो भन्ने कुरा हजुरले बिस्तारै बिस्तारै आफै थाहा पाउनुहुन्छ अनि तपाईँले मलाई भेटेर त्यो कुरा गर्नुहुन्छ होला जस्तो लागेको छ है मलाई त त्यही त हजुर खेती नगरी जग्गा चिनिँदैन अरे सङ्गत नगरी मान्छे चिनिँदैन अरे चिनेला नि त हो बिस्तारै बिस्तारै त्यो त हो नि हजुर हजुर कुरा गर्न पनि साह्रै सिपालु हुनुहुँदो रहेछ फेरि हजुरको कुराले काजीले फनफनी घुमाइदिएला नि फेरि होइन हजुर कुरा गर्न त के सिपालु छु र म तर जो कोहीले घुमाएर घुम्ने खालको त म छुइनँ नि फेरि त्यो त हो नि हजुर तर आजसम्म काजीले घुमाउन कसैलाई बाँकी राखेको छैन हजुरलाई पनि त्यसै गरी घुमाउला कि भनेर सम्झाएको जस्तालाई जति नै घुमाए पनि त्यस्ता काजीलाई पाजी बनाउन म जान्दछु नि फेरि अब हाम्रो छिमेकी बन्न आउनुभएको छ त्यही भएर भोलि दुःख पाउनु होला भनेर मैले सम्झाएको विचार गर्नु होला हुन्छ हजुर म विचार गर्छु हस् ल अहिले म लाग्छु है त हस् हस् हजुर हस् फेरि पछि भेटेर कुरा हस् भइहाल्छ होइन हजुरलाई त मैले चिनिनँ नि कसरी चिन्नु त म नयाँ नयाँ नै हो यो गाउँमा अनि मैले पनि त हजुरलाई चिनिनँ म यो गाउँको जिम्मेदार नि मेरो घर यहीँ हो अनि हजुर चाहिँ कहाँ बस्नुहुन्छ नि म पनि यहीँ पारी गाउँको काकाको घर हेरेर बसिया छु नि ए हो र अनि अहिले कता हिँड्नुभएको त कता हिँड्नु नि यसो गाउँतिर डुलो भनेर अनि हजुर चाहिँ टाढै
हेर्नुस् न अब कता हिँड्या भन्नु बुढा रिसाएर कहाँ गए 2-4 दिन भयो घरमै आएका छैनन् त्यही भएर खोज्न हिँडेकी ए जिमदार साहबलाई त मैले अघि मात्र बाटोमा भेटेको थिएँ के भयो त्यस्तो झगडै पर्ने चाहिँ खै हिजो आज न्यु मात्रै खोज्छन् झगडा मात्रै गर्छन् केही बुझ्नै सकेका छैन हेर्नुहोस् है अहिलेका लोग्ने मान्छेको विश्वास हुँदैन नि बेलैमा त लगाएर राख्नुहोस् के हो के थाहा खै कसरी तलाउनु केही बुझेको छैन किन रिसाको हो पत्ता लगाउनु पर्यो नि त भएन भने कुचाको डाँटले बैठाउनुहोस् कसको मनमा को पस्न सक्छ र बेलैमा तलाउनु है बर्बाद होला भोलि पर्छ फेरि कुचाले त हान भन्नुहुन्छ नि उल्टो मलाई हाने भने हजुर मलाई बचाउन आउनुहुन्छ र तपाईँ पनि हँसाउनुहुन्छ अब तपाईँको बुढाले कतिखेर कुट्नुहुन्छ र म आउनु यस्तो हँसाउने कुरा नि गर्ने हो आफूलाई चाहिँ यहाँ कत्रो पिर परेछ हजुर चाहिँ हाँसेर बस्नु मैला भएपछि त मैलाको यसो पीडा बुझ्नु नि पीडा नबुझेको कहाँ हो त पीडा छ भन्दामा रुँदै हिँड्न मिलेन त मैले बुझेको पीडा त हजुरको श्रीमानले चाहिँ बुझिदिनु पर्यो नि हजुरको लागि अनि पो हुन्छ त खै मैले त बुझाउन खोजे हो नि जति बुझायो नि बुझ्ने होइन आफ्नो सुर छोड्ने होइन यस्तै हो छोरा मान्छेको स्वभाव अलिक जिद्दी हुन्छ घर व्यवहारको कुरामा चाहिँ हामी छोरी मान्छेले नै सहनु पर्ने हुन्छ जति सक्ने चाँडै हजुरले चाहिँ आफ्नो व्यवहार मिलाउनु होला अहिलेलाई लाग्नु पनि होला रात पर्न लाग्यो ए हुन्छ हस् मिलाउन त परिहाल्यो नि हस् त लाग्नु होला त है अब हस् हे भगवान् मेरो घरमा कसैको आँखा लागे जस्तो छ मेरो घरमा अशान्ति फैलियो म हजुरको शरणमा आएको छु मेरो रक्षा गर्नुहोस् भगवान् हामी त फेरि यही भेट्यौँ त भेट भइहाल्छ नि एउटै गाउँमा भएपछि त हजुर कहाँसम्म पुगेर आउनुभयो म मन्दिरसम्म पुगेर आएको मन्दिरसम्म पुगेर आइसक्नुभयो म त त्यति तल गएको हिँड्ने बानी छैन स्यास्या गर्दै बल्ल आइपुगेँ यति पनि यस्तै हो हजुर अब बिस्तारै उमेर जान्छ हिँड्न पनि गाह्रो भइहाल्छ नि हो नि हजुर हिँड्ने बानी छैन 2 पाइला हिँड्दा नि मलाई त महाभारतै पर्छ भन्ने हो नि हजुर पानी पनि पर्न लाग्यो अब के गफ गर्नु लागौँ है हुन्छ हजुर अब लाग्नु पनि होला भइहाल्छ नि हजुर हस् त